हेलो गाइस र फेरि पनि तपाईँलाई मेरो ब्लगमा स्वागत छ र गाइस तपाईँले सोच्नुहुँदैछ होला आज कहाँ जाँदैछ भनेर है र आज भने चाहिँ गाइस म जोरथाङमा यहाँनिर आएर गाडीमा ट्याङ्की फुल गरेर भने चाहिँ म दार्जिलिङतर्फ लाग्दैछु किनभने मेरो आफ्नै एउटा फ्लाइङ टुर आइसकेको थियो है र गाइस आज बिहानै कल आएर आज बुकिङ कन्फर्म भएर पनि गाइस म दार्जिलिङ लागेँ पिकअप गर्नु गेस्टलाई 6 दिनको टुर थियो इन्क्लुडिङ नर्थ सिक्किमहरू गरेर गाइस है र अहिले भने चाहिँ टकबरमा आएर एकछिन चियासिया खाएर जानु पऱ्यो भनेर चाहिँ यहाँनिर आएर चियासिया खाएर भने चाहिँ गाइस अब भने चाहिँ गाइस म त्यहाँबाट निस्किसकेँ र तपाईँले देख्न सक्नुहुँदैछ टकबर टी गार्डनको भ्यू पोइन्टहरू र अहिले भने चाहिँ म दार्जिलिङ गाइस जस्ट इन्टर गरिसकेँ र म भने चाहिँ गाइस जूको बाटो पक्रेर यहाँबाट सर्टकट मिलाएर चाहिँ जानेछु सिधै हाम्रो क्लक टावर रामाडा होटल अगाडि र गाइस तपाईँले देख्न सक्नुहुन्छ म रामाडा होटल जस्तो आइपुगेको गेस्ट त अघि आएर बसिरहेको रहेछ इन्ट्रोडक्सन पनि गर्नु नपाइकन यहाँनिर गाडीमा लगेजहरू हालेर सबैजनालाई हालेर टोटल 10जना थियो सबैजनालाई गाडीमा हालेर भने चाहिँ गाइस त्यहाँबाट चाहिँ अब हामी निस्किसक्यौँ र इन्ट्रोडक्सनहरू भन्ने चाहिँ गाइस गाडीमै हाम्रो हुनु थाल्यो र आजको दार्जिलिङको अपडेट भन्ने चाहिँ गाइस एकदम जामहरू चाहिँ एकदम हुँदैन सन्डेको दिन चाहिँ र त्यही प्रकारले आज सन्डे नै परेकोले गर्दा आज जामहरू एकदम थिएन र तपाईँले देख्न सक्नुहुन्छ जोरबाङला हामी अघि क्रस गरेर पनि लाग्यौँ पेसोक ओह्रालो र सिधै तल भ्यू पोइन्टमा आएर भने चाहिँ गाडीको एकछिन ब्रेकहरू पनि तातेको हुन्छ अब 10जनाको लोडमा झरेको एकछिन त बिसाउनै पर्छ यहाँनिर चियासिया खुवाएर गेस्टलाई आधी घन्टा जस्तो यहाँ रेस्ट गराएर भने चाहिँ म पनि यहाँनिर चियासिया खाइहालेँ गाइस है र अहिले भने चाहिँ त्यहाँबाट हामी निस्केर भने चाहिँ लाग्दैछौँ सिधै अब हामी गान्तोकतर्फ र सिधै काहीँ आज साइड सिनहरू केही नभएकोले गर्दाखेरि चाहिँ हामी सिधै गान्तोकमै गएर मात्रै अब हाम्रो डिस्ट्रिक्ट कोर्टमा लगेर गेस्टलाई छोडिदिनु पर्ने बेला भइरहेछ किनभने यिनीहरूको होटलहरू केही पनि बुक भएको छैन रहेछ अब मेरो थ्रुबाट बुक गर्ने भन्दाखेरि यिनीहरूले अब होइन अरे अब सिधै गान्तोकै लगेर अब हामी आफै बार्गेनिङ गरेर बुक गर्छ भनेर भन्नु थाल्यो मैले मिलाइदिउँ भने त 10जना चाहिँ 2टा रुम 1000 रुपियाँ गोटा रुम दियो भने हामी बस्छ तेरो बुकिङबाट भनेर भन्नु थालेको कुरा गरेँ अब त्यस्तो त कहाँ हुन्छ गाइस है अब 2000 भन्दा 1500 भन्दा कम्ती त गान्तोकमा रुमै पाउँदैन है र 10जनालाई 2टा रुममा त कहाँ एरेन्ज गराउँछ त्यही भएर ल त लु सिधै डिस्ट्रिक्ट कोर्टमा लगेर छोडिदिन्छु भनेर चाहिँ गाइस अहिले भने चाहिँ हामी सिङतामदेखि माथि आइपुगिसकेको छौँ त्यस नम्बरमा यिनीहरू पुरै भमिट गर्ने पार्टी रहेछ गाइस है र एकदम बेसी गाडीमा अलिकति हिँड्नु बित्तिकै भमिट आइहाल्ने र त्यहाँनिर भमिटहरू गराएर भने चाहिँ गाइस अहिले भने चाहिँ हामी रानी पुल क्रस गरेर जस्ट हाम्रो गाडीको बत्ती बलिसकेको छ गान्तोक आइपुग्दा 5 बजे आइपुग्छ भने गाइस हामी यहाँ 6:20 भइसक्यो गान्तोक आइपुग्दा र अहिले भने चाहिँ डिस्ट्रिक्ट कोर्टमा यहाँनिर आएर यिनीहरू होटल खोज्नु गयो र होटल खोजुन जसन् म यहीँ पर्खिनु पऱ्यो र फाइनली माथिबाट फोन आयो कि राङ्का स्ट्यान्डको त्यहाँ होटल पायो भनेर र गाइस यिनीहरूलाई अब भने चाहिँ ट्याक्सीबाट हालेर यहाँबाट म पठाइदिन्छु र म पनि जान्छु आफ्नो रुमतर्फ र गाइस आजको भ्लग भने यति नै थियो भिडियोलाई के कसो लाग्यो लाइक कमेन्ट गर्नु नभुल्नु होला र भेट्दैछु फेरि पनि नेक्स्ट भ्लगमा।